बिटको भने है काँचोमा चाहिँ मिठो कलर क्या पाकेर चाहिँ यस्तो घिनाइलाग्दो कलर हुँदो रहेछ तर टेस्ट मिठो रहेछ है हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु माई च्यानल लामो भ्लग अनि हेर्दै जानुहोस् होला आजको भिडियोहरू है अन्त आज चाहिँ मेरो छोरा छुट्टी भएर हस्टेल दिन आउँदैछ म चाहिँ उसलाई भेट्न जान्दैछु एमजीमा अन्त उसको आपाले चाहिँ अलरेडी लिएर आइसकेको छ है उसको केसहरू काट्दिनु छ अलिअलि सपिङहरू छ र म चाहिँ जान्दैछु अब नानीको एमजीमा है भेटी भएर अब हेर्दै जानुहोस् तपाईँहरू है अहिले म तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु म चाहिँ फेरि यहाँनिर शोभादीको सलन आइरहेछ यहाँ मैले को भेटेँ हेलो निर्मला दे ठिकै हुनुहुन्छ कति बातमा देख्यो अम्बो फेरि हाम्रो राम्री राम्री बहिनीहरू मेरो भ्लगमा पुरा फेमस बनाइदिनु पर्यो ज्वाइँहरू जुन्नाइमा ज्वाइँ यता त अलरेडी म्यारिड यता बुकिङ हो यता क्रस भइसकेको हो यता पनि क्रस यो सब बुकिङ हो र यिनीहरू चाहिँ यो बहिनी सिङ्गल है यस्तो राम्री छ ज्वाइँहरू छिटो म चाहिँ पुरा ज्वाइँ र भेना खोज्दै हिँड्दै जुनिसक्ने रहेछ मेरो तपाईँ पो आमा तपाईँ कतिहरू दिदी म त भ्लगमा हालिदिन्छु यस्तो यङ हाम्रै एजको त हुन त म पनि बुढी हो कि 40 नागेको त बुढी नै हो होइन तर हेर्नु नि दिदीलाई चाहिँ कसले भन्छ अम्बो मेरो मम्मीहरू भन्दा अलिकति त सानो हो यस्तो स्मार्ट भएर बस्नुहुन्छ मेरो छोरा चाहिँ मलाई पर्खेर बसिरहेको छ नि यो परनिर हो अब मैले मेरो छोरा भेट्न हटेँ हेलो फेरि भेटेँ मेरो छोरा चाहिँ मैले उसको आपा चाहिँ अघि आयो है हस्टेल गरेर लिएर आएको होइन अन्त घरि छुट्टी भएको छ देख्दैछ है 3 दिन भए पनि छुट्टी खुसी छ अन्त बोल न कस्तो क्लास लाग्यो सिक्किम जानु र बाजे ल र एमजीमा आइपुग्यो हामी चाहिँ अब उसको केस काट्नु लाँदैछु है केस क्याप खोला त केस त भालु जस्तो भइसक्यो सक्दिनँ अब कर्मामा यता एमजीमा कर्मा युनिसेक्समा उसले चाहिँ प्रायः यहीँ केस काट्छ है अरू जग्गा काट्नु पनि मान्दैन पुरन चाहिँ यता हुनुहुन्छ होइन अन्त मेरो छोराले चाहिँ सानैदेखि उसको हातबाट केस काट्ने बानी छ अरू जग्गा चाहिँ ट्याक्कै मान्दैन है यता चाहिँ हाम्रो ह्यान्डसम भाइ पुरन चाहिँ बाउ छोरा उसको हातबाट मात्रै मेरो भ्लगमा तिमीलाई ल्याइदिएको मलाई चाहिँ यति बेसी गरम हुन्छ कि म त घरलाई हिँड्दा अपमा एकदम मिनी फ्यान बोकेर हिँड्ने गर्छु है आफ्नो लागि होइन बेसी पसिना आउँछ मलाई जस्तो पसिना कला नै आउँदैन हामीसँग आएको मान्छे चाहिँ हेर्नु न पर यस्तो गफै गरेर बसिरहेको छ यस्तो हुन्छ बुढाहरू भनिदियो त राम्रो हुन्थ्यो अब फाइनल लुक मेरो छोराको चाहिँ उहाँले बनाइदिनु भएको खै हेरिदिउँ न आम्बो ह्यान्डसम छ अब बाउको चाहिँ हेर्नुहोस् ल अगाडि क्या हाँसु त तक्लु खै त हेर्नु खै त हेर्नुहोस् त भाइ कस्तो राम्रो देखेँ है अब चाहिँ गएको हामी अब हामी चाहिँ फर्किँदैछ राङ है बाजे बोजू भेट्न एक्साइटेड भइरहेछ ल कति खुसी छ राङ जानु पाउँदा अब चाहिँ हामी जाँदैछ है कहाँ जाँदैछ र हामी चाहिँ जाँदैछ है राङ अब एकैचोटि तपाईँलाई राङ पुगेर देखाउने छु हेर्दै गर्नुहोस् होला बाई हेलो हामी चाहिँ अब घरबाटै यसरी अलिअलि उफ्रिन्छ होइन किन वेस्ट गर्नु भनेर यसरी भुटेर ल्याउँछ हो अन्त अब हामी यहाँ ड्राई पिकनिक जस्तो हुँदैछ हामी चाहिँ बाटोमै है हेलो चिकन मोमो अन्त दालहरू पनि छ यहाँनिर किन बिगार्नु हिजो यस्तो मजाले बनाएको छु कि लोभ लाग्छ मलाई त्यस्तो खाना बोल्नु त यहाँ ल्याउनु भाइ हालेर एक चाहिँ माथिबाट हाल्दैछ है बोल्नु मजाले
हाम्रो एग फ्राइड राइस हुँदैछ मजाले है। अन्त यता चाहिँ हाम्रो यो दाल छ हो, यता चाहिँ केएफसी, यता चिकन मोमो, यो के हो ए अचार है अस्ति ल्याएको अचार। अब हामी मजाले बसेर खाइन्छ। आमा आपा भाइ बस। यो चाहिँ हामी घर जाँदा जाँदै बाटोमै पर्छ है। अन्त यहाँ बसेर खाने मजाले। हामी चाहिँ यहाँ तल बसेर मजाले है यसरी ड्राई पिकनिक जस्तो हुँदैछ हाम्रो सानो मिठो। अब मेरो चाहिँ यहाँ छ, नानी र मेरो चाहिँ यहाँ हुँदैछ। ह्याप्पी हलिडे। थियो है आजको भिडियो चाहिँ अब यही एन्ड गर्दैछु। तपाईँहरूले प्लिज हेरिदिनुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्।